ओम नमः शिवाय। आज श्रावण महिनाको पहिलो सोमबार। हामी भगवान शिवलाई प्रिय लाग्ने वस्तुहरू बिल्वपत्र, भस्म, जल, दूध किन प्रिय बने त यिनै विषयमा केन्द्रित रहेर चर्चा गर्न गइरहेका छौँ। शिवलाई खोज्ने होइन यो श्रावण, शिवलाई जागृत गर्ने सुअवसर हो। श्रावणको पहिलो सोमबार केवल एउटा व्रतको आरम्भ होइन, यो आफ्नै अस्तित्वसँग भेट हुने एउटा आध्यात्मिक अवसर पनि हो। मानवले जीवनभरि सुख खोज्छ, शान्ति खोज्छ, प्रेम खोज्छ, तर वेदान्त भन्छ जुन आनन्द तिमी संसारमा खोजिरहेका छौ त्यो आनन्दको मूल स्रोत तिम्रै आत्मस्वरूपमा विद्यमान छ। शिव कुनै टाढाको लोकमा बस्ने देवता मात्रै होइनन्। शिव त त्यो निराकार चेतना हो जसको प्रकाशले हाम्रो मनले सोच्न सक्छ, आँखाले देख्न सक्छ अनि हृदयले प्रेम गर्न सक्छ। उपनिषद्ले भन्छ सत्यम ज्ञानम अनन्तम ब्रह्म, त्यही अनन्त सत्य, त्यही शुद्ध ज्ञान, त्यही परम चेतना नै शिवस्वरूप हो। व्रतको वास्तविक रहस्य के हो भने व्रत केवल अन्न त्याग गर्नु मात्रै व्रत होइन। व्रत अर्थात् भनौँ वृत्तिहरूलाई नियन्त्रण गरेर आफ्नो चेतनालाई परम सत्यतर्फ फर्काउनु। मन जब विषयको भिडबाट हटेर आत्माको मौनतामा प्रवेश गर्छ त्यही क्षण वास्तविक शिव पूजा सुरु हुन्छ। किनकि अशान्त मनले हजारौँ दीप बाल्दा पनि अन्धकार रहन्छ। शान्त मनमा एउटा सानो ज्ञानको दीप नै शिवदर्शन बन्न पुग्छ। बिल्वपत्र किन प्रिय भयो त बाबा भोलेनाथलाई? यसको वेदान्तिक रहस्य के छ भन्दा महादेवलाई प्रिय 3 पात भएको बिल्वपत्र यो केवल हामीले वनस्पति मात्रै सम्झिने होइन, यसले एउटा गहिरो उपदेश प्रदान गरिरहेको छ। 3टा पत्ताहरूले भन्छन् मेरो शरीर शिवलाई समर्पित होस्, मेरो मन शिवचिन्तनमा स्थिर होस्, मेरो बुद्धि सत्यको मार्गमा समर्पित होस्। अझ गहिरो अर्थमा भन्ने हो भने त जाग्रत, स्वप्न र सुषुप्ति 3 अवस्था हुन्छन्। यो 3 अवस्था भन्दा पनि पर रहेको जो तुरीय चेतना अवस्था नै शिव हो। भक्तले बिल्वपत्र चढाउँदा वास्तवमा भन्न खोजिरहेको हुन्छ हे प्रभु, मेरो अहङ्कारका सबै पातहरू तपाईँको चरणमा अर्पण गर्दछु भनेर। हामी जल अर्पण गर्छौँ, यसको रहस्य शिवलिङ्गमा जल चढाउनु केवल बाहिरी कर्म होइन, यो आत्मशुद्धिको प्रतीक हो। जल सधैँ तलतिर बग्छ किनकि त्यसमा अहङ्कार हुँदैन। त्यसैले शिवभक्तको पहिलो गुण हो विनम्रता। जब मनको ताप, क्रोध, ईर्ष्या र अहङ्कार ज्ञान रूपी जलले शान्त हुन्छ तब हृदयमा शिवको अनुभव हुन्छ। दूधको आध्यात्मिक अर्थ हुन्छ शुद्धताको प्रतीक हो दूध। शिवलाई दूध चढाउनु भनेको प्रार्थना गर्नु हो। हे शिव, हे भगवान, मेरो विचार निर्मल बनोस्, मेरो वाणी मधुर बनोस्, मेरो कर्म पवित्र बनोस्। किनकि शिवलाई बाहिरी दूधभन्दा बढी प्रिय त अन्तर्हृदयको जो निर्मलता छ त्यो निर्मलता प्रिय छ। भस्मले हामीलाई दिएको सुन्दर ज्ञान छ अनि बाबा भोलेनाथलाई प्रिय लाग्नुको कारण हो। भस्मले संसारलाई एउटा अमूल्य सत्य सिकाइरहेको छ। आज जसलाई हामी मेरो भन्छौँ एक दिन त्यो सबै समयको अग्निमा विलिन हुन्छ। धन, पद, रूप, यश सबै परिवर्तनशील छन्, तर त्यो साक्षी चेतना जसले परिवर्तनलाई देखिरहेको छ त्यो नै आत्मा हो, त्यो नै शिव हो। नजायते म्रियते वा कदाचित्, आत्मा त न जन्मिन्छ न मर्छ। यसर्थ श्रावण व्रतको सबैभन्दा ठुलो फल घरमा धन बढ्नु मात्रै होइन, हृदयमा शान्ति बढ्नु हो। मनोकामना पुरा हुनु मात्रै होइन, मन परमात्मामा स्थिर हुनु हो। शिवबाट केही माग्नु मात्रै होइन, आफूभित्रको शिवत्वलाई प्रकट गर्नु हो। त्यसैले प्रार्थना गरौँ, हे शिव, हे भगवान, म तपाईँलाई खोज्दै मन्दिरसम्म नआएँ, तर आज थाहा भयो तपाईँ त मेरो हृदयको मौनतामै विराजमान हुनुहुँदो रहेछ। म बेल्वपत्र चढाउँछु, मेरो अहङ्कार पनि स्वीकार गर्नुहोस्। म जल चढाउँछु, मेरो अशान्ति पनि बगाइदिनुहोस्। म दूध चढाउँछु, मेरो मन पनि निर्मल बनाइदिनुहोस्। म भस्म सम्झिन्छु, मेरो जीवनलाई सत्यको बाटो देखाइदिनुहोस्। शिवम शान्तम अद्वैतम हृदयस्थम नमाम्यहम। सज्जन, शिवलाई बाहिर पूजा गर तर अनन्त आफ्नो अन्तरात्मामा शिवलाई अनुभूति गर। यो नै
शिव पूजा हो, यो नि आत्मकल्याण हो। आजको यो श्रावणको पहिलो सोमबारमा हामीले भगवान शिवलाई प्रिय लाग्ने वस्तुहरूको वेदान्तपरक आत्मपरक ज्ञानहरू यहाँहरूलाई चर्चा गऱ्यौँ। सबैले भनौँ